अनि आज चाहिँ अलि हाम्रो सब हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल साथीहरू आज फेरि नयाँ ब्लग न्यू डे न्यू ब्लग साथीहरू फेरि पनि म आइसकेको छु आज देख्नु सक्नुहुन्छ मेरो पछाडि बेलुनर भेट्दैछ किनभने आज चाहिँ हाम्रो फेरेलो अनि पछि आज चाहिँ हेर्दै हेर्दै देखिरहेको छ कि साथीहरू यति बेला भिडियो हालेको थिएँ त्यही पनि भाइरल भइसकेन यति बेला भिडियो हालेको थिएँ त्यही पनि भाइरल भइसकेन हाम्रो साथीहरू आज चाहिँ यता यसो देख्नु सक्नुहुन्छ यता साथीहरू हाम्रो यता न्यू ग्रुप यता 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 हाम्रो ब्रदर अनि आज चाहिँ अलि मजा पनि लागिरहेको छ तर हामीले बिदा भएर जानलाई तर पनि आज तर साथीहरू छोडेर जान्छ मलाई लाग्दैन चाहिँ होइन अब आज देखिसक्नु डेकोरेसन यस्तो दामी त के गर्मी पनि एकदम गर्मी छ धेरै गर्मी भएर छ अब चाहिँ यता चाहिँ स्वस्तिका यता बहिनी यता हाम्रो रुजल सर यतातिर सब साथीहरू तिमीले नसुन नि त तिमी नसुन म आफै गर्छु म एकदम यादगार प्रोग्राम हुँदैछ यो चाहिँ हामी भविष्यमा अझै राम्रो गएर गर्छौँ शिक्षक भएर हामी निक्लिन्छौँ प्रजल सरको विशेष प्रजल सरको नाम हामी राख्न सक्नुहुँदैन खाना पाइन्छ क्यामेराम्यान झन् हेन्सम झन् होइन स्कुल लोकेसन पनि भनिदिनु पर्यो ठ्याक्कै लोकेसन चाहिँ हाम्रो गोलपार्ने छ साथीहरू हामीले जसोको साथीहरूले बनाएर त्यो चाहिँ बनाउँदै गरेको मिल्क सेकको साथीहरू साथ सपोर्ट दिनुभयो यो समयसम्म प्रत्यक्ष अप्रत्यक्ष हामीले गरेका राम्रा कामहरूलाई मूल्याङ्कन गर्ने चाहिँ सन्देश यो चाहिँ डबल सर्ट कतिवटा हाल्ने दाइ त्यसको लागि चाहिँ हामी के हो के बनाउनु लाग्नु भएको छ यो सिरप एउटा हाफै हामीलाई सर जानुभयो क्रिमले हाम्रो मिल्नु हाम्रो यहाँको बाहिर बाँकी छ तिमी ब्लेन्डेड मुका बनाऊ त्यो पनि फ्र्यापी हो गर्दा चक्लेट अलि धेरै हाल्नु देवा अनि लेख्नु मलाई त्यही रिस उठ्छ मेरो त कुमारी त यसो हाम्रो सरलाई देखेन आज चाहिँ एकदम हुनु त मन लागेन तर एकदम खुसी छु एउटा नयाँ सिप सिक्न पाएँ मैले स्कुल 22 स्कुलदेखि अनि मैले के चाहन्छु भने चाहिँ अब साथीहरू विदेश जाँदै हुन्छ भने नयाँ कुरा सिकेर जानु पऱ्यो एउटा सिप ठाउँमा चाहिँ यो काम जरुरी काम चाहिँ एकदम काम लाग्छ
लाग्छ नै लाग्छ। सर्ट पिरियड भनेको लाइफमा सबैभन्दा ठुलो कुरा गत पनि हुनुपर्छ है, सिप पनि हुनुपर्छ। त्यो सिप सिक्नको लागि चाहिँ हाम्रो कोलपुर स्कुलमा आउनु पर्यो। कहाँ छ एड्रेस? लोकेसन चाहिँ हाम्रो न्युरोदेखि टावर, त्यो चाहिँ गोलपार्क भन्छ। ट्याक्कै त्यो रातो टावरतिर आएपछि भरिमा आइसकेका छौँ हामी चाहिँ। आज एकदम छोटो मिठो भ्लग चाहिँ आउँदैछ भने गाइस, आजको फेरो चाहिँ सकिसक्यो। हामी चाहिँ यो भिडियोलाई लिइरहेको छौँ अनि छोटो मिठो कमेन्ट, लाइक कमेन्ट छोडिदिनु होला। अनि साइडको बेल आइकन दाबेर चाहिँ नबोल्नु होला। तर आज यो भिडियो यतिलाई तपाईँ जहाँ गर्दै झलक यसरी देखाएर आज चाहिँ यही हो। फेरि पनि यसरी माया गरिदिनु होला।